वेलकम टु माई ब्लग। अनि आज चाहिँ हामी चाहिँ यता बतासे हुँदै उताबाट के अरे हस्पिटलबाट चाहिँ बतासे हुँदै श्रीनगर हुँदै घुमिराखेका छौँ। आज बिदाको टाइमलाई सदुपयोग गर्नको लागि हेरिरहनु भएको छ। दुई भाइ चाहिँ हामी हिँडिराखेका छौँ स्कुटीमा। सरेर गइयो, माथि माथि गइयो। यस्तो दामी छ यो ठाउँ चाहिँ, एकदमै दामी छ। हजुरहरू पनि आउन सक्नुहुनेछ, एकदम राम्रो छ ठाउँ चाहिँ। एकदमै मोड रहेको छ, एकदमै रमणीय ठाउँ रहेको छ। अब हामी सिधै बतासे डाँडा पुग्नेछौँ। यो चाहिँ हेर्न एकदम मनोरम दृश्य, यहाँबाट चाहिँ एकदम पहाडहरू चाहिँ एकदम राम्रोसँग देखिने गर्दछ। अनि एकछिन बसेर चाहिँ हामीले चिया खायौँ। अनि दुई भाइले चाहिँ चिया खायौँ, एकछिन सुरुप्प तान्यौँ। अनि दुई भाइ बसेर एकछिन गफसप पनि गऱ्यौँ। टक्कै यता डाँडा पनि हेऱ्यौँ। यता राम्रो रहेछ दृश्य चाहिँ, एकदम क्षितिज पारी घाम जस्तै भने जस्तै एकदम राम्रो रमणीय दृश्य थियो एकदम। अनि त्यसपछि हामी लाग्यौँ फेरि उता श्रीनगरतिर गइराखेको छौँ। अनि त्यहाँबाट चाहिँ एकदम राम्रो चाहिँ दृश्यहरू देखिँदो रहेछ, हिमालहरू देखिँदो रहेछ। अनि हिउँ परेको कारणले गर्दाखेरि यता चाहिँ मैले भ्लग गर्दै गरेको छु। यता चाहिँ हामी चाहिँ त्रिभुवन यो के अरे यो क्याम्पसमा चाहिँ हामी चाहिँ गइराखेको थियौँ। कस्तो रहेछ त ठाउँ भनेर हेर्नको लागि चाहिँ गइराखेको थियौँ। गयौँ, तर चाहिँ त्यहाँ बाटो त्यतिसम्म मात्रै भएको कारणले। हेलो गाइज, देखो न गाइज। ल आज हामी यो त्रिभुवन यो के यो विश्वविद्यालय हो र त्रिभुवन बहुमी क्याम्पसमा आएका छौँ होइन। ल अब जाने हो, अब सक्यो। ल देखो न गाइज, देखो कहाँ श्रीनगरै जाऊँ न त, उतै यताबाट गएर उता पारिबाट आउँला। अनि फेरि त्यो हेरिसकेपछि फेरि हामी लाग्यौँ फेरि उतातिर श्रीनगरतिर, एकदम टाढातिर हेर्न लाग्यौँ। गयौँ, हिँडिरहेका छौँ। एकदम जङ्गलको बाटो थियो, अहिले एकछिन चाहिँ जङ्गलको बाटो छ। जङ्गलको बाटो हिँडिसकेपछि चाहिँ हामी चाहिँ फेरि पुग्नेछौँ, त्यहाँ गन्तव्यतिर पुग्नेछौँ फेरि। यो चाहिँ तानसेन हो, एकदम माथिबाट डाँडाबाट चाहिँ एकदम राम्रो घरहरू, एकदम धेरै घरहरू चाहिँ देखिन्छन्। यो बजार तानसेन बजार यही हो, हेर्न सक्नुहुनेछ। त्यसपछि फेरि यो हेरिसके एकदम राम्रो लाग्यो। हेरिसकेपछि फेरि हामी चाहिँ लाग्यौँ हस्पिटलतिर, रुमतिर लाग्यौँ। अनि पछि गइराखेको छौँ। बाटो चाहिँ एकदम अलिकति खत्र्याङ थियो बाटो चाहिँ, त्यही पनि हामी सहज तरिकाले चाहिँ हिँडिराखेका छौँ। अन्तिमसम्म हेर्नु भएकोले हजुरलाई धेरै धेरै धन्यवाद। डोन्ट फर्गेट टु सब्सक्राइब।